Okay. Hello and welcome to Dil Spills, chatting with a Vyapari. If you are a regular customer to Gyaneswarko Mill, aka Manorama, Manorama, and this is a familiar face. While I देखिरा हुन सक्नुहुन्छ. If you didn't recognize, तपाईको बुवाले मम्मीले या हजुरआमा या हजुरबुवाले या फिर फुपूले कि त फुपाजुले कि त पल्ला गरे अङ्कल आन्टीले ढुक्कै चिन्नुहुन्छ. So let's talk about as a चाहिँ ज्ञानेश्वरको मिल, how it started, आजकल के हुँदैछ, के बिक्री हुँदैछ, हाम्रो लाइफस्टाइल कसरी चेन्ज हुँदैछ, के कन्ज्युम गर्दैछौँ हामी, कतिको हेल्दी खाना खाँदैछौँ, के खान पर्ने रहेछ र कहाँ एक्सप्यान्ड हुँदैछ ज्ञानेश्वरको मिल. ओके के अरे ओके सो मलाई चाहिँ जान्न मन लागेको चाहिँ फर्स्टमा ज्ञानेश्वरको मिलको हिस्ट्री, किनभने एकदम पुरानो छ भनेर थाहा छ, एकदम अब हामी भन्दा पनि पुरानो छ भनेर थाहा छ. हजुर भन्दा नि पुरानो हो कि कति पुरानो हो यो ज्ञानेश्वरको मिल? हजुरलाई नै थाहा छैन, उपदेशलाई सोध्नु पर्छ कि बिनाजुलाई बोलाउनु पर्ने हो. अब त्यही हो, अब हिस्ट्री त अब त्यही 33 साल होइन, 33 सालदेखिको बनेको होइन. 33 सालमा खोल्नुभएको बुवाले होइन, बुवा आदित्यनाथ पन्तले खोल्नुभएको. बुवाले 33 सालमा खोलेपछि अब म कति वर्ष भयो अहिले? 48-49 वर्ष भयो. अहिले 48-49 वर्ष भयो. अब मेरो बिहा नगर्दादेखि नि हामी अब धुबीखोलामा मैती देवीमा बस्ने भएको भएर हामी बिहा नगर्दा पनि पहिले त्यही ठाउँमा मसलाहरू गर्न जान्थ्यौँ होइन, किन्न जान्थ्यौँ. अब पछि फेरि बिहा भएर पनि म त्यहीँ आएँ. त्यहाँ आएपछि अब अहिले आएको पनि 26-27 वर्ष भयो. त्यो बेलादेखि अब बुवाले आफू चाहिँ जागिर खानुहुन्थ्यो, छोराहरूलाई चाहिँ व्यापारमा लगाउनु भयो. अनि सबै छोराहरूले जागिर पनि खानु भने व्यापारमै लाग्नुभयो होइन. अनि अब सबै गर्दै जाँदा अब अहिले बुवा चाहिँ आफू जागिर बुवा आफू वाणिज्य ब्याङ्कमा जागिर खानुहुन्थ्यो. ए वाउ. बुवा आफू जागिर अनि छोराहरूले चाहिँ अब मिल खोलिदिएर छोराहरूलाई राखेर होइन. अनि आफू बिहान बेलुका हेर्नुहुन्थ्यो, आफू दिउँसो जागिरमा जानुहुन्थ्यो भन्नुहुन्थ्यो मुगाले. अब यो त हामीलाई थाहा भएन, मुगाले भन्नुभएको कुरा होइन. अब आफू बिहान बेलुका आफू पसलमा बस्नुहुन्थ्यो अनि दिउँसो गरे. अहिले पनि कति मान्छेहरू आउने पुरानो मान्छेहरूले पहिला बुवा यसरी बस्नुहुन्थ्यो, यसरी जागिर खानुहुन्थ्यो, यस्तो वाणिज्य ब्याङ्कमा हुनुहुन्थ्यो भनेर कति मान्छेहरूले कुरा गरिरहेको हुन्छ होइन. अब त्यसपछि छोराहरूले सबै छोराहरूले चलाउँदै जाँदा अहिले हामीले चलाएको पनि 16-17 वर्ष भइसक्यो होइन. म पसलमा बसेको पनि 16-17 वर्ष भइसक्यो. अनि मैले 16-17 वर्षदेखि म कन्टिन्यू बसेँ. मैले एक दिन गरेँ होइन, मिलमा एकदम राम्रोसँग हेरिरहेको छु. अब चाहिँ बिस्तारै छोरालाई हस्तान्तरण गर्न लागिरहेको छु. अब नेक्स्ट अर्को छ, अब अर्को अब पहिलो भयो, दोस्रो हामी भयौँ होइन. अब तेस्रो पुस्तामा, पहिलो पुस्ताबाट बुवा हुनुभयो, दोस्रो पुस्तामा हामी भयौँ. तेस्रो पुस्तालाई हस्तान्तरण गर्न लागिरहेका छौँ. तेस्रो पुस्ताले झन् राम्रोसँग चलाउँछ होइन. अब बुवाले जस्तो चलाउनुहुन्थ्यो त्यस्तै अनुसार हामीले पनि चलायौँ, बुवाकै अनुसार चलायौँ. अब तेस्रो पुस्ताले चाहिँ अब यसरी नै चलाउने प्रेरणा हामीले गर्ने हो. अब उनीहरूको हातको कुरा हो, तेस्रो पुस्ताको हातको कुरा हो. अब अर्को एउटा क्वेसन चाहिँ लाइक अब यो यत्रो वर्षमा होइन, बिचमा अब के अरे अर्थक्वेक पनि आयो, पेन्डेमिक पनि भयो होइन, ब्लकेट पनि भयो, के भयो. अनि यस्तो हुँदाखेरि त मिल रन गर्न त के प्रब्लम भयो नि त. तर क्वालिटी कसरी मेन्टेन गरिराख्छ त मिलको हुन्छ नि, प्रड्युसहरूमा जे बेचिन्छ त्यसमा. अब त्यसमा त्यही हो, अब हामीले गर्न त अब त्यही हो. मान्छेहरूको त बेलामा अब मान्छेहरूको अभाव भयो होइन. मान्छेहरूको अभाव भए पनि अब हामीले यताउताबाट मान्छेहरू खोजेर राखेर गरियो. अब अलिकति समस्या भयो, समस्या भए पनि समस्याको समाधान अब बिस्तारै गरियो. विराज फेरि कस्तो स्ट्रिक्ट भइसक्यो नि त, एउटा ऊ भयो भने सबै फ्यालिदिने हो त. त्यो कुरामा त अहिले पनि कुनै चिज खान योग्य छैन भने उहाँले यो चिज हुँदैन हुन्छ नि खाना. अब अलिकति ऊ भयो भने पनि आफूलाई अलिकति डाउट लाग्यो भने नि होइन यो चिजमा हुँदैन, यो चिज भोलि खाएर केही भयो भने भन्ने होइन. त्यो आफूले नखाइकन त्यो चिजहरूलाई कुनै पनि चिजमा ऊ गर्नुहुन्न. त्यो चाहिँ
एकदमै अहिले पनि हरेक चिजहरू त्यो आफूले पहिला खाएर पहिला हेरेर ठिक छ कि छैन त्यसमा चाहिँ एकदम अहिले पनि एकदमै हुनुहुन्छ बुवाले पनि पहिलादेखि त्यसै भन्नुहुन्थ्यो आफूले खाने चिज मात्रै बेच्नु अरूलाई खुवाउँदा आफूले खाएर राम्रो छ कि छैन त्यो चिज मात्रै बेच्नु हुन्थ्यो अहिले उहाँको पनि एकदम बानी त्यो खानेकुरामा त एकदमै त्यो चिता अनि थोरै पनि वेस्ट नदिने है अलिकति पोख्यो भने पनि टिप भनेर त्यो चिज हो त हो नि त त्यो अब यति पोखेर गयो त्यसलाई अब भनौँ न हामीले भात खाँदा त्यो भात फाल्छौँ होइन फाल्छौँ अब त्यो पहिलादेखिको सम्झिने भयो त त्यो धान रोपेर त्यो 1 वर्षसम्म लगाएर त्यसबाट फलाएर होइन अनि फेरि त्यसलाई त्यो फलाउने मान्छे फलाउँदा 1 वर्ष लाग्यो फेरि त्यसलाई फेरि धान काटेर फेरि कुटेर फेरि त्यसको कति अझ पकाउनेलाई कति हेर्दै जाँदा पकाउनेसम्म जाँदा कति गाह्रो छ खाने मान्छेले एक मिनटमा त्यो खाना मिठो छैन भनेर फ्यालिदिने क्या त्यो हेर्दा त होइन कति मेहनत पर्छ नि खाँदैनमा खाने चिजहरूमा मान्छेले एकदमै उ गर्छन् अब भन न अब मलाई यो पार्टी प्यालेसहरूमा मान्छेले यति लिने फ्याल्ने उ गर्ने त्यति होइन पैसा उ गर्छन् अब बरु राम्रो हेल्दी चिज खाना दिउ क्या बरु नफाल्ने ओहो कस्तो मिठो भनेर मान्छेले खान मिल्ने होस् क्या मान्छेले खाना खाएपछि ओहो आज मिठो खाइयो भनेर अलिकति मुख फरक चेन्ज पनि हुन्छ अनि मान्छेलाई हेल्दी खाना खाइयो भन्ने मान्छेको दिमागमा होस् न अब मलाई पनि त्यस्तो हेल्दी खाना बनाउनलाई एकदम मान्छेलाई खुवाउनलाई एकदम सोख लाग्छ तर अब अलि आफूले नसकिन्न उ भएर मात्रै हो होइन नभए मान्छेलाई हेल्दी खाना दिन सकिन्छ क्या नसकिने होइन पार्टी प्यालेसले सक्छ बरु पैसा राम्रो लिऊ क्या राम्रो लिऊ तर हेल्दी खाना देऊ मान्छेले पार्टीमा खाएर आएपछि घरमा खाना नपरोस् तर हामी त अहिले पार्टीमा कतै खाँदैनौँ किनभने पार्टीको खानै हेर्दै दिक्क लाग्छ क्या हरेक पार्टी प्यालेसमा गयो राम्रो छिटो भइदियो भने राम्रो हुन्थ्यो क्या अब बाहिर पार्टी प्यालेसहरूमा होटेलहरूमा खाना अहिले मलाई होटेलहरूतिर पनि गएर खानै मन लाग्दैन किनभने होटेलले राम्रो चिजै लाँदैन क्या होटेलहरूले नि राम्रो चिजहरू अब अहिले हुन त कुनै होटेलले त लैजान्छ कुनै होटेलहरूमा त लान्छ तर धेरै होटेलहरूमा ती सानो होटेलहरूले धेरै अनहेल्दी खानाहरू बनाइदिन्छन् क्या अनि त्यही भएको भएर मान्छेले खानामा त अब अहिले धेरै कन्सियस छन् त अब धेरै त्यस्तो होटेलहरू पनि बन्द हुँदै गइरहेको होइन अब हेरौँ बालेन सरकारको अब कस्तो ऊ छ नियम कानुनहरू कडा छ यस्तै कडा भइदिए गइदियो भने राम्रो हुन्थ्यो कि सबै ठाउँमा यसरी कडा गर्दै गरे सबै चिजहरू राम्रो भयो भने मान्छेले घरमा किन पकाएर खान्छन् बाहिर राम्रो हेल्दी खाना पायो भने त होइन अब बाहिर इन्डियातिर बाहिर विदेशतिर कस्तो मान्छेहरू बाहिरको खानामा उ हुन्छ नि नेपालमा पनि त्यस्तै होस् के मान्छेले त्यो बाहिर खाने मान्छेले पनि त्यसमै उनीहरूको जीवन निर्वाह होस् पसलमा बस्नेले पसलमा बसेर जीवन निर्वाह गरोस् होइन सबैजनालाई त्यही क्या अब हामी पसलमा बस्छौँ भित्र नि गएर पकाएर खान पनि उ गर्नु पनि गाह्रो हुन्छ नि त्यो भएर हामीले पसलमा दिनभरि काम गऱ्यो तर बाहिर राम्रो हेल्दी खाना खान पाइन्छ भने त बाहिर गएर खान्छौँ नि होइन अब उनीहरूलाई पनि राम्रो भयो हामीलाई पनि राम्रो हुन्थ्यो क्या त्यही भएर त्यसरी हुँदै गएर अनि देश विकास हुने त हो नि सबैजनाले उ गर्न पाउने भए होइन अब पठाउहरूले पनि घरमा सामान पठाउँछन् राम्रो हेल्दी खाना लगिदियो भने त उनीहरूले पनि होइन अब अहिले कति गरिरहेका छन् अहिले यहाँ कति यता बुढानी कण्ठतिर भने के अरे के हो हाम्रो मिलबाट यो चिना कागुनो यता उहरू लिएर दिदी हामीले कति सामानहरू घरमा बिहान बेलुकाको खाना नै डेलिभरी गरिदिन्छ त्यही त अब सुगरका रोगीहरूलाई यो चिना कागुनो लगेर दिने होइन अब यो हेल्दी खानाकुराहरू अब खाजाको लागि पकाएर डेलिभरी गर्ने है एउटा भाइ 2 जना भाइहरू जान्छन् हामी कहाँ लिन महिनामा अहिले पहिला हप्ता महिनामा एकचोटि दुईचोटि आउँथ्यो अहिले हप्तै पछि आइरहेको हुन्छन् कि सामान लिनलाई उनीहरूले म उनीहरूको नम्बर लिएर पनि राखेको छु तर मैले उ गरेँ होइन अनि एकदम राम्रो यही चिजहरू हजुरहरूको यही सबै चिजहरू यही लगेर हामीले मान्छेहरूको घरमा उनीहरूले जे माग्छन् उही चिजहरू बनाएर लगिदिन्छौँ घरमा पुर्याइदिने अहिले त बढ्दैछ अनि त्यही भएर हामी छिटो आछौँ दिदी भन्दै थियो त्यस्तो हुँदै गयो भने अब सबैले के जसले पनि अब हामीले नि त्यहाँ आउने कस्टमरलाई हजुरहरूले अब यो ठाउँमा यस्तो खाना हेल्दी अब उनीहरूलाई सबै कुरा त्यसरी नै बनाएर लगिदियो भने त होइन उनीहरूले लगेको चिजहरू अनि मान्छेहरूलाई खानालाई उनीहरूले पनि गर्न पाए मान्छेहरूले आफू पनि दिनभरि काम गरेर अफिस गएर आए राम्रो हेल्दी खाना खान पाए भने त मान्छेले किन त फेरि आफ्नो पकाउने गर्छ अलिकति बढी लाग्ला होइन अब त बढी अफोर्डेबल हुन्छ कि हुँदैन भन्ने पनि हो नि त त्यो पनि छ नि त हैन त्यो अब सबैजनाले गर्न थाले उ गरे भने त मान्छेहरुले अब 2 जना 4 जनाले खाँदा पो मान्छेहरुलाई अलि धेरै मान्छेलाई बनाउनु पर्यो भने त उनीहरुलाई पनि हुन्छ नि उनीहरुलाई पनि
बाहिर स्पेन्ड गर्न सक्ने मान्छेले चाहिँ अफोर्ड गर्न सक्छ त्यही त हो बाहिरको ऊ गर्ने मान्छेहरूले त सकिहाल्छ नि अब त्यसो गर्दै गयो भने राम्रो हुन्छ कि अब हेल्दी खानाहरूमा बढी उ गर्न थाले होइन अब हेल्दी खानाको लागि अब यही चिनो कागुनो फापरको पिठो यस्तो चिजहरूमा बढी मान्छेले ऊ भयो अब धेरै मान्छेहरूलाई सुगर प्रेसर यस्तो भयो अनि त्यो कारणले गर्दा अब अहिले मान्छेहरूले धेरै हेल्दी खानाहरू खोज्ने भएको भएर ज्ञानेश्वर मिलमा बढी मान्छेहरूले हेल्दी खाना पाइन्छ भनेर आउने भए होइन हजुरले भर्खर स्टार्ट गर्दाखेरि त्यतिखेर चाहिँ के बेचेको धेरै याद छ पहिला सुरुमा हामीले त पहिला धान मिल थियो धान मिलको गर्थ्यौँ अनि आँटा मसलाहरू पिन्ने मिलहरू थियो होइन मिलहरूमा हुन्थ्यो अब अलिअलि बेचिन्थ्यो धेरै त्यस्तो धेरै ऊ भन्नु भने हाम्रो कुटानी पिसानी पनि बढी हुन्थ्यो कुटानी पिसानीबाट हुन्थ्यो अब अहिले कुटानी पिसानीहरू अब ज्ञानेश्वर एरिया त्यो ऊ भयो राख्न पनि मिलेन होइन अब ठाउँ पनि साँग्रो भयो त्यसपछि अहिले हामीले उता लगेर उसमा भक्तपुरमा लगेर फ्याक्ट्री खोल्यौँ ठुलो जग्गा लिएर त्यहाँ फ्याक्ट्री खोल्यौँ अब त्यहाँबाट सबै प्रशोधित भएर आउँछ त्यहाँ सामानहरू अनि ल्याएर अहिले त हाम्रो पसल मात्रै छ भने पनि हुन्छ अब अलिअलि एउटा दुइटा मेसिनहरू त छ ज्ञानेश्वरमा पनि अब धेरै मेसिनहरू चाहिँ हामीले भक्तपुरमै राख्यौँ भक्तपुरबाट अनि सबै सामानहरू दिनको एकपल्ट दुईपल्ट गाडीहरू आउँछ अनि आएर सबै सामानहरू त्यहीँबाट ल्याएर पहिला चाहिँ मिलमै हुन्थ्यो ज्ञानेश्वरकै अहिले चाहिँ भक्तपुरमा फ्याक्ट्री त्यहाँ प्रशोधित हाम्रो सबै खाद्यान्नहरू त्यहीँ प्रशोधित भएर आउँछ अहिले चाहिँ धेरै जस्तो प्याकेजिङ त्यहाँ भएर बेच्न मात्रै ज्ञानेश्वर मिलमा आउँछ मलाई चाहिँ के याद छ भन्दाखेरि पहिला यो दसैँ होस् तिहार होस् लक्ष्मी पूजाको दिन पनि जस खुल्लै हुन्थ्यो पसल अनि मान्छेहरू सेल बनाउने पिठो लास्ट मोमेन्टसम्म नि किन्न आउँथ्यो होइन सो त्यो दिनसम्म नि खुला हुन्थ्यो भनेर चाहिँ याद छ मलाई होइन जस्तै पहिला एकदम बिक्री हुने चिज भनेको चाहिँ सेल बनाउने पिठो भनेर चाहिँ याद छ सेल बनाउने पिठो त पहिला अहिले पनि त्यत्तिकै नै हो अहिले पनि दसैँ तिहारमा अहिलेको अरू बिहा भोजमा गर्नु पर्यो भने बिहा गर्नु पर्यो भने मान्छेहरूले कसारको पिठो सेलको पिठो होइन त्यस्तो लिन त मान्छेहरू अहिले पनि आइरहन्छन् अब भइरहेको हुन्छ अनि त्यही हो अहिले चाहिँ एकदम बेच्ने चिजहरू अझै बढेको छ के एड भएको छ अब सिन्स अब त प्याकेज भएर आउने भयो नि त प्याकेज पहिला चाहिँ खुला नै हुन्थ्यो होला किलोमा नाप्दै दिनु पर्थ्यो होला होइन अहिले त हरेक चिजहरू प्याकेजिङ डेट हाल्नु पर्यो प्याकिङ चाहियो अहिले त फेरि नयाँ पनि भएको छ डिपार्टमेन्ट स्टोर जस्तो बनाइसकेको छ सो टुई आफै गएर अहिले त पहिलाभन्दा धेरै सजिलो भएको छ पसलमा पनि हामीलाई पनि धेरै सजिलो भयो अनि कस्टमरलाई पनि धेरै सजिलो भएको छ अनि आएको कस्टमरहरू दङ्ग पर्नुहुन्छ बल्ल 50 वर्षपछि ज्ञानेश्वर मिलले रूप फेरेछ भनेर 50 वर्षपछि ज्ञानेश्वर मिलले रूप फेरेछ भनेर सबैजना खुसी हुनुहुन्छ होइन सबैजनालाई रमाइलो लाग्छ अहिले पसलमा आउँदा सबैजनालाई पहिला त ज्ञानेश्वर मिलमा साह्रै गाह्रो भन्ने हुन्थ्यो अब अहिले चाहिँ पार्किङ सार्किङको सबै त्यो सुविधा भएर अहिले त ज्ञानेश्वर मिलमा छिर्ने बित्तिकै मान्छेहरू जे होस् ज्ञानेश्वर मिलमा आएपछि बल्ल आनन्द आउने भएछ भनेर जस्तै पहिलादेखि नै आउने कस्टमर्स नै हुनुहुन्छ अहिले पनि पहिलादेखि आउने कस्टमर पनि हुन्छ अहिले यो नयाँ बनेपछि नयाँ पनि कस्टमरहरू धेरै बढिरहनु भयो अनि मान्छेहरूलाई अब हरेक ठाउँमा जहाँ पनि ज्ञानेश्वर मिल भनेपछि अलि मान्छेले मनोरमा हालेर नचिने पनि ज्ञानेश्वर मिल भनेर चाहिँ चिनिरहेको हुन्छ हो अब हामीले पनि जुन ठाउँमा जाँदा पनि एउटा दुईटा कस्टमर भेटिरहेको हुन्छौँ कि होइन अब बिहा भोजमा गए पनि भेटिन्छ अब मन्दिरहरूमा गए पनि भेटिन्छ होइन जता यसो बाहिरतिर हिँड्दा पनि अब पोखरातिर घुम्न गयो भने भेटिन्छ मुक्तिनाथसम्म पुग्दासम्म पनि हामीले भेट्यौँ होइन जताततै भयो नि एक दुईजना दुई चारजना चिनेको कस्टमरहरू हाम्रो जहाँ पनि अब भेटिरहेको हुन्छ कसैको वेडिङ क्र्यास गर्न नपाइने रहेछ कसैले चिन्दैन भनेर गयो भने त त्यही त त्यही त दुई चारजना जहाँ पनि अब नजिक हो भने अब धेरै नै भेटिन्छ होइन टाढो गयो भने नि एक दुईजना हामीले भेटेकै हुन्छौँ जे होस् रमाइलो लाग्छ आफूलाई त्यो आफ्नो कस्टमरहरू भेट्दा टिचर्सहरूलाई आफ्नो स्टुडेन्ट भेट्दा हो त्यस्तै हुन्छ हामीलाई पनि कस्टमर भेट्दा रमाइलो लाग्छ अहिले चाहिँ उसो भए सबसे धेरै बिक्री हुने चिजहरूलाई के छ एभ्री डे त्यो लिन आउने मान्छे चाहिँ हुन्छ भने जस्तो कि अब अहिले यही त सातुहरू मान्छेहरूलाई अहिले सातु खान सजिलो भयो सातुहरू हुन्छ अनि अब पिठोहरू फापरको पिठो उहरू अनि चिनो कागुनो अहिले त धेरै चिनो कागुनो
चिनो कागुनो कसरी खाने हो त्यो चिनो कागुनो चाहिँ उही खानाको साँटो खानाको बिहानको अहिले मान्छेहरूले व्हाइट राइस भन्दा यो चिनो कागुनै बढी खान थाले छन् चिनो कागुनै बढी खान्छ भातको सट्टामा खानुपर्ने भातको सट्टामा खानुपर्ने चिनो कागुनो छ अब चिनो कागुनैले वेट लस पनि गराउँछ हैन अनि अब सुगर प्रेसरलाई पनि एकदम राम्रो सुगरको लागि त झन् एकदमै राम्रै हुन्छ राम्रो हुन्छ मान्छेहरूलाई सुगरलाई धेरै कन्ट्रोल गरिरहेको भन्छन् सुगर खानेले त्यही भएर मान्छेहरूले बढी चिनो कागुनो फापरको पिठोहरू अहिले हरेक पिठो गहुँको पिठो बाहेक अरू हरेक पिठोहरूलाई जौ गहुँ जुनेलो बाजरा लट्टेको पिठो हरेक पिठोहरू आछ त्यो पिठोलाई अहिले गहुँको पिठोलाई मान्छेहरूले त्यति उ गर्दैनन् खाना रुचाउँदैनन् अब त ग्लुटिन बढी हुने भएको भएर र यो गर्मी महिनामा झन् गहुँ खानै हुन्न किनभने धेरै विषादी हालेर राख्दै हुन्छ गहुँमा प्रिजर्भ गरेर राख्दा धेरै विषादी हाले भएर यो गर्मी महिनामा त मान्छेहरूले गहुँ अनि मोमो त खाना चाहँदैनन् त कसैले त्यही त मोमो पनि खान त अब मान्छेले तर पहिला भन्दा अलिक हुने कन्सियसै छन् हैन आजकल त केमा आउँछ नि त्यही त बन्दाको मोमो हुन्छ कोदोको फापरको त्यस्तो हुन्छ नि त्यस्तो मोमोहरू खान्छन् मान्छेले प्राय सो यो अनि ब्रेकफास्टमा पनि खान मिल्ने चिजहरू हो यिनीहरू ब्रेकफास्टमा खान मिल्नलाई हामीले जौको उवाको ओट्सहरू बनाइदिए ओट्सहरू पनि पाउँछ ओट्सहरू ब्रेकफास्टको लागि खानालाई ओट्सहरू हुन्छ हैन सातुहरू हुन्छ अब यस्तै सिडहरू हुन्छ लोकल चिजहरू चना लोकल चिजहरूलाई भिजाएर उमारेर खान सकिन्छ अहिले त खाने चिजहरू त मान्छेले आफूले मिलाएर खाने भने अहिले खाने चिजहरू हेल्दी चिजहरू धेरै छन् क्या तर मान्छेले खालि हतार गर्ने खालि प्याकेटको जङ्क फुडहरू खाने बानी लगाइसकेको छ हैन तर आफ्नो उसमा मिलाएर खानियो भने हाम्रै चिजमा खाने चिजहरू बिहान ब्रेकफास्टदेखि बेलुका डिनरसम्मको खाने चिजहरू मिलाएर हेल्दी चिजहरू आफूले बनाएर खायो भने धेरै चिजहरू छन् अनि मिल भनेपछि त खालि त्यो धुलो पानी ठाउँ होला भन्ने आउँछ नि त तर यस्तो प्रोसेस्ड फुड भन्नाले ओट्स पनि पाउँछ सातो पनि पाउँछ प्याकेटमै पाउँछ भन्ने थाहा हुँदैन नि त त्यही भएर सबै ओट्स पनि हामीले आफैले बनाएको ओट्सहरू हुन्छ हैन जौको बनाइदिए उवाको ओट्सहरू बनाइदिए अब त्यसमा हामीले अरू के पनि गुलियो के पनि राखेको हुँदैन ओट्स भनेर हामीले त्यही चिउरा जस्तो गरेर जौको अनि उवाको पनि त्यसरी नै चिउरा जस्तो बनाएर ओट्स बनाइदिए अब त्यसमा दुध हालेर खायो हैन दही हालेर खायो अब त्यसमा काजु बदामहरू ड्राई फ्रुट्सहरू अलिअलि हालेर खायो भने हैन ड्राई फ्रुट्सहरू अनि केरा सेरा हालेर खायो भने मिठो पनि हुन्छ हेल्दी पनि भयो त्यो खानालाई सजिलो पनि हुन्छ अब सातुहरू त्यसरी नै सातु पानीमा घोल्यो अथवा दुधमा घोल्यो हैन सातु खायो त्यो पनि अब बिस्कुटको सातुहरू खाने त्यो गऱ्यो भने अब पिठोहरू लगेर घरमा अब अन्डा खानेलाई अन्डा सन्डा हालेर रोटी पकाएर खायो नभए प्याज स्याज गलेर धनियाँ काटेर रोटी बनाएर खायो हैन त्यो खाने हेल्दी खानाहरू अहिले धेरै छ क्या तर मान्छेले बनाएर खानु पर्यो अब हामीले अब विचार पनि गरिरहेको माथिल्लो फ्लोरमा आफूले बनाएर अब हेल्दी खानाहरू अब भयो भने अब कतिको सक्सेस हुन्छ माथिको फ्ल्याटमा अब त्यस्तै हेल्दी खानाहरू बनाएर रेडिमेड बनाएर दिने विचार गरिरहेको छौँ हैन म आउँछु खाना हेल्दी खाना ग्लुटेन फ्री डेरी फ्री आइबिएस फ्रेन्डली पेट प्रब्लम्स हुने मान्छेहरूलाई ओ माय गॉड अब तोफुको माथि फ्याक्ट्री त्यो उता भटमासको दुधहरू पनि दुधहरू बनाउने हैन अनि तोफुहरू बनाउने अब तोफु पनि हामीले त्यही माथि नै बनाउन लाग्छौँ अनि तोफुहरू बनाउने मान्छेलाई हेल्दी चिजहरू यसरी खानुपर्छ भनेर सिकाउने प्रयास गरिरहेका छौँ गर्न लागिरहेका छौँ अब कतिको सफल हुन्छ हेर त्यहाँबाट एकदम एउटा पपुलर आइटम थाहा भएको चाहिँ एउटा साँधेको चिउरा पनि हो है किनभने मैले एउटा साथीलाई लैदिएको थिएँ होइन अनि त्यसपछि उसले एकदम मन पराएर एभ्री टाइम लान्छ भनौँ न अनि अन द्याट नोट अर्को चाहिँ विदेश कतिको पुग्छ त सामान हजुरको मिलबाट हैन मिलबाट पुग्छ मान्छेहरूले धेरै आउने मान्छेहरूले सबैले त्यो साँधेको चिउरा अनि यो तितौरा मस्यौरा हैन अब लप्सीको तितौराहरू गुन्द्रुकको अचार यस्तो चिजहरू मान्छेले लान मिल्ने देशमा सबै लैरहेका हुन्छन् अब गुन्द्रुकै पनि लैजान्छन् हैन तोरीको गुन्द्रुक रायोको गुन्द्रुकको लैजान्छन् हुन त प्याकेज भएपछि प्रब्लम भएन अस्ट्रेलिया पनि लग्यौँ हैन अस्ट्रेलिया त्यही त अस्ट्रेलियामा पनि लैजान्छन् सबैजनाले गर्ने अब पहिला सुरुमा जानेलाई अप्ठ्यारो भए पनि गइरहने मान्छेले चाहिँ डिक्लेयर गरेर लानुपर्छ लान सक्ने मान्छेले त्यहाँ लेखिदिया पनि हुन्छ प्याकेज भएपछि त अब हामीले बाहिर पठाउने पनि प्रोसेस त गरिरहेका छौँ अब कतिको हुन्छ हैन बाहिर पनि ब्रान्च खोल्ने अथवा उसबाट पठाउनलाई कुरियर गरेर पठाएर अब
गर्नलाई कोसिस गरिरहेको अब कतिको सक्सेस हुन्छ भने धेरै देश पुगिसक्यो हजुरहरूको प्रडक्ट भनेपछि अस्ट्रेलिया त अस्ट्रेलिया पुगिसकेको छ। अमेरिका जापान यो त गइरहेको अब ए। क्यानाडा पनि लगिरहेको हुन्छ हजुरहरू नपुगे नि हामी नपुगे पनि हाम्रो सामानहरू त धेरै ठाउँमा धेरै पुगिसक्यो ठाउँमा पुगिसक्यो। त्यही त। धेरै ठाउँमा पुगेको छ मलाई थाहा भएको चाहिँ यो अस्ट्रेलिया र अमेरिका त धेरै नै पुगिसक्यो भनेर थाहा छ मलाई। त्यही त अब जापान क्यानाडा त्यही त थाइल्यान्ड नै पुगेछ। थाइल्यान्ड नि पुगेको होला अब त्यही त अब बाहिर लैजाने है मलाई यो लेबल लगाइदिनु अलि राम्रोसँग गरिदिनु लेबल लगाइदिनु है भनेर भनिरहेको हुन्छ होइन अब त्यही भएको भएर थाइल्यान्ड नि पुगे धेरै देशहरूमै पुगेको छ हाम्रो सामानहरू अनि अर्को चाहिँ हजुरको एउटा के भन्ने ब्रान्च भन्ने कि अर्को एउटा सानो पसल आउटलेट यता धापासी एक्ज्याक्टली कतापट्टि छ? धापासीको धापासी साइडमा पनि छ एउटा है धापासीको हाइटमै त्यो ग्रिन लाइफ क्लिनिक भन्ने त्यसको ठ्याक्कै अपोजिटमा हाइटमै छ यसो तल ग्रान्डी झर्ने धेरैजनालाई थाहा हुँदैन त्यहाँ पनि छ भनेर तर अनि त्यो बुढानकण्ड साइडको मान्छेहरू पनि उतै जानुहुन्छ नि त किन्नको लागि। तर मान्छेहरूलाई कस्तो भयो भने पुरानो ठाउँ भएको भएर धापासीमा भन्दा पनि मान्छेहरूले बढी ज्ञानेश्वरमै रुचाउने के कनेक्सन पनि होला बढी उ भएर पनि होला हामीसँग पुरानो कस्टमरहरूले अब नयाँ नयाँ त धापासी पनि जानुभयो होला होइन पुरानो कस्टमरहरूलाई चाहिँ धापासी भन्दा ज्ञानेश्वरै ठिक हुन्छ हामीलाई भन्ने उ गर्नुहुन्छ होइन धेरै अप्सन अप्सनहरू पनि भएन अप्सन त त्यहाँ पनि छ एउटा चामल राख्न नसकेको हामीले अरू तर पनि मान्छेलाई कस्तो भने ज्ञानेश्वर भने अब एकदम धेरै मान्छेहरू आउने ठाउँ भनेर होइन फेरि मान्छेहरूलाई कस्तो भने ज्ञानेश्वरमा आएपछि पुरानो पुरानो मान्छेहरू भेट हुने कि आफ्नो साथीहरू पुरानो पनि ओहो तपाईँ पनि है एकदम बढी हुन्छ क्या त्यो कस्टमरको भएको भएर उनीहरूलाई त्यहाँ पनि खुसी लाग्यो मान्ने कि अब ओहो कति वर्षमा भेट भयो यहाँ तपाईँ सधैँ यहाँ हुन्छ म त यहीँको हो सधैँ खाने भन्ने त्यस्तो हुन्छ अनि त्यो सुन्दा पनि हामीलाई पनि रमाइलो लाग्छ दुईजनाको गफ सुन्दा पनि जे होस् रमाइलै छ पसलमा बस्नलाई हामीलाई पनि धेरै पैसा गर्न भन्दा पनि कस्टमरहरूको सुन्दा रमाइलो लाग्छ हामीलाई स्क्यान भयो फेरि पहिला हामीले आफैले सामान दिनु पर्थ्यो कि पसलमा आउने मान्छेलाई सबै यो दिनु है सामान दिनु फुर्छ मान्छेको मुखमा हेर्न पनि भ्याइथेन क्या अब अहिले मान्छेहरूसँग गफ गर्न पाइन्छ मान्छेले सामान झिकेर ल्यायो एउटा झिक्न जानुहुन्छ अर्को आउनुहुन्छ यसो हिसाब गर्ने बेला मान्छेसँग गफ गर्न पनि पाइयो मान्छेको मुखमा हेरेर गफ गर्न पाइन्छ जे होस् रमाइलै छ रमाइलै लाग्छ अहिले पसल बस्नलाई। अनि अर्को एउटा क्वेसन हजुरले आफ्नो पसलमा अरू ब्रान्डको अरू कुनै आफ्नो पसल आफ्नो फ्याक्ट्री बाहेकको फुडहरू पनि बेच्न राखिन्छ कि राख्दैन? अब अहिले अलिअलि राख्ने गरेको होइन अब अहिले तल भन्दा पनि अहिले अब हामी माथि खोल्यौँ भने माथि चाहिँ हामीले राख्ने विचार गरिरहेका अहिले त तल हाम्रो धेरै त हाम्रो आफ्नै हुन्छ होइन अब एउटा दुइटा यसो अलि राम्रो हेल्दी चिज आफूलाई हेल्दी चिज लागेको चिजहरू राखेका अब चाहिँ अब माथि मात्रै राख्ने तल चाहिँ हाम्रो आफ्नै आफैले उत्पादन गरेको चिजहरू मात्रै राख्ने उ छ विचार छ। अब त्यहाँभन्दा माथिको फ्लोरमा चाहिँ अब हामीले अरूहरू पनि सामानहरू राखिदिने तर अब अरू सामान भनेर अब हेल्दी चिजहरू मात्रै अब बाहिर पनि कति चिजहरू त हेल्दी हुन्छ नि अब आफूले त्यही त अब आफूले हेर्ने कसरी केबाट उ भएको छ होइन अब कस्तो कस्तो सामानहरू राखेर बनाउनु भएको छ कसरी बनाउनु भएको छ भनेर त्यसलाई आफूले अलि राम्रोसँग विचार गरेर अनि त्यस्तो सामानहरू आफू त्यो पनि हेल्दी नै चिजहरू राख्न चाहिँ विचार गरिरहेको अब हेरौँ 1-2 महिनापछि अनि अब मान्छेले अहिले त कति मान्छेहरूले हेल्थमा एकदमै कन्सियस छन् राम्रो खोजिरहेका हुन्छन् क्या अब फिटनेस वाइज नै कस्तो कन्सियस भइसक्यो जिम भन्न हैन पिलाटेस भन्न त्यो वाइज अब फुड वाइज पनि त्यही अनुसार चेन्ज हुँदै गइराछ। त्यही भएर मैले 50 वर्षको डेटा हेर्ने हो भने त है पहिला मिलमा के खान्थे र अहिले मिलमा के खान्छ अहिले कति चेन्ज भइसक्यो हो त थाहा हुन्छ होला कि डायट कन्जम्पसन प्याटर्न नै चेन्ज भइसक्यो भनेर धेरै फरक छ पहिलाको र अहिलेकोमा। गुड रिसर्च निस्किन्छ जस्ट ज्ञानेश्वर मिलको डेटाबाट। ओके अब लास्ट केही ऱ्यापअप गर्नको लागि केही ऱ्यापअप गर्नको लागि केही भन्न
चाहिन्छ हाम्रो अडियन्स भ्युवर्सलाई के खानुपर्छ के एड गर्दा राम्रो होला डायटमा विच इज अफोर्डेबल पनि अनि हुन्छ नि सजिलो पनि त्यस्तो धेरै दुःख गर्न पर्ने त्यस्तो धेरै थाहा हुँदैन नि त जस्ट थाहा पाउनको लागि मात्रै पनि सानोले एउटा चिज यो एउटा चिज चाहिँ ल एड गरे पुग्छ भनेर स्टार्ट विथ आज भोलिदेखि नि यो खाना सुरु गरे हुन्छ भन्नु पर्यो भने के भन्छ अब त्यो सबै चिज एड गर्नु त गाह्रो हुन्छ भोलिदेखि होइन मिठो पनि हुँदैन नि त हेल्दी कुरा हेल्दी त्यो त त्यही हो मिठो हेल्दी हुँदैन मिठो चाहिँ हुँदैन हेल्दी चिजहरूलाई चाहिँ मिठो हुँदैन अब भटमासको तोफुहरू खानु अब अहिले राम्रो भनेको भटमासकै चिजहरू हुन्छ होइन अब भटमासको तोफुहरू खानु दुध दही खानु होइन अब हामीले भटमासको दुध दही पनि बनाएर राख्ने विचार गरिरहेका छौँ अब 1-2 महिनापछि हाम्रो त्यो पनि चल्छ अनि अब यही हो सातुहरू खानु अब यो चिनो कागुनहरू खानु होइन चिनो कागुनुले पनि अहिले किनभने हामीले यो चिनो कागुनु भने हाम्रो कर्णालीबाट आउँछ अनि कर्णाली उसबाट आउने भएको भएर अनि अब उवाहरू आउँछ उवा पनि हाम्रो हिमालतिरबाट आउने हो होइन हिमालयबाट आउने सुपरफुड त्यही त अब यो चिजहरू भयो अब सातुहरू खानु सातुहरू पनि हाम्रो राम्रो चिजहरू छ अब अहिले हामीले कुकिजहरू मिलेटको कुकिजहरू बनाइदिनु भयो एउटा भाइले त्यो मिलेटको कुकिजहरू पनि राम्रो छ होइन खानालाई अब खाजासाजा खानको लागि हेल्दी छ अब त्यो कुकिजहरू पनि आई थिङ्क सातु होला सबसे सजिलो इन्टिग्रेट गर्न भोलि नै पानीमा घोले खाए सातु नै हो अनि ओट्सहरू पनि छ ओट्स पनि अर्को सजिलो ब्रेकफास्टमा चाहिँ इन्टिग्रेट गरिहाल्न सजिलो छ खाइहाल्न भोलिबाट स्टार्ट गरिहाल्छु भन्नको लागि चाहिँ अब त्यही त अब अलिकति उ गरेर खाने हो भने चाहिँ अब रोटीहरू नै अब हामीले अहिले हरेक पिठोहरूको रोटी फापरको जुनेलोको बाजाराको होइन गहुँको नखानुहोस् जौको मकैको धेरै पिठोहरू छ अब त्यसलाई अलिकति आफूले जाँगर निकालेर समय निकालेर खायो भने ढेँडो खाए पनि रोटी खाए पनि त्यसको खायो भने बिहान बेलुकाको लागि हेल्दी खाना यही नै हो हेल्दी रहनुहोस् स्वस्थ रहनु ल धन्यवाद बाई भन्छ ल बाई